सागर डिस्टिलरीको एनदर पोजिटिभ सर्किट। साथीहरू तपाईँ हेर्न सक्नुहुन्छ सागर डिस्टिलरीको आज पनि पोजिटिभ सर्किट लागेको छ भनेर 10% लागेको छ। यसको एलटिपी भन्दाखेरि 1613 भइसकेका छ साथीहरू। अनि यसको डिमान्ड हेर्दाखेरि करिब 2 लाख युनिटसम्मको डिमान्ड छ होइन, र सेलमा अहिलेसम्म 0 युनिट छ होइन। यसको तैपनि यसको ट्रेड सम्बन्धी हेर्दाखेरि होइन, आजको अहिले लगभग 1:30 बज्न लाग्यो होइन, 1:30सम्मको लगभग ट्रेड सम्बन्धी हेर्दाखेरि 2800 समथिङ ट्रेड सम्बन्धी भइसकेको छ होइन। साथीहरू सेल गर्ने को हो कि मलाई यो थाहै लागिरहेको छैन। सेल नगरौँ क्या साथीहरू, तपाईँ हेर्न सक्नुहुन्छ यो हरेक दिन पोजिटिभ सर्किट हानिरहेछ तैपनि सेल गर्नेहरू मानिरहेको छैन। सेल नगर्नु होइन, होल्ड गर्नु, बरु योभन्दा बढी पैसा लिनु केही छैन के। यो केही तपाईँहरूलाई केही समस्या परेछ फाइनेन्सियली, साथीहरू यो आइपिओ होल्ड गर्ने हो कि यो अझै पैसा धेरै बढ्ने जान्छ यसको प्रोबेबिलिटी छ। मैले तपाईँ यसमा हेर्न सक्नुहुन्छ हिजो कति सेल भयो। नोभेम्बर 30को 2590, नोभेम्बर 30को 2590 भइसकेको छ, नोभेम्बर 27को 2870 र डिसेम्बर 1 भनेपछि आजको 2800 समथिङ अहिले सेल भइसकेको छ। जति सक्दो यसलाई धेरै बढाउने चान्स गर्नु साथीहरू, होल्ड गर्नु के। होल्ड गर्नु भन्नाले सेल नगर्नु होइन,